Hello, good morning guys. Welcome back to my YouTube channel. अहिले भने चाहिँ म कहाँ जाँदैछु भने चाहिँ बिहानै है मर्निङको 7 बज्दैछ र अहिले चाहिँ म पानी बनाउन जाँदैछु। हिजो पानी बिग्रेर यानि कि हिजो अलिकति बेसी पानी पर्यो, असिना घड्याङ गुरुङ के पर्यो सो त्यसै कारण पानी बिग्रिरहेको छ। त्यसैले अहिले चाहिँ पाइप तानेर म है जाँदैछु पानी बनाउन लागि। र गाइज अहिले भने चाहिँ म यहाँ जंगल में आइपुगिसके। अभी हम जंगल पे आ पहुंचे हैं। आप देख सकते हैं यहाँ पर हम बहुत जंगल जंगल ही है, बहुत बड़ा जंगल है। हमको इसी जंगल पर आना पड़ता है ये पानी बनाने के लिए। आप देख सकते हैं यहाँ पर ऐसा फिसलन भरा रास्ता है ना, ये रास्ता ही बहुत खतरनाक है। देख सकते हैं ये पहाड़ी इलाका का पानी बनाने का रास्ता देख सकते हैं आप लोग। देख सकते हैं अभी हम लोग नज़दीक नहीं आ पहुँचा है, बहुत दूर है अभी भी। इतना मुशक्कत हो रहा होता है आने में, बहुत सांस भी फूलता है। देखिए बहुत, ये पाइप भी बहुत बड़ा लंबा है ना, यहाँ पर बहुत सांस फूलता है। ये ऐसा रास्ता है, यहाँ पर बहुत होशियारी से चलना पड़ता है, नहीं तो कुछ भी हो सकता है। ये देख सकते हैं यहाँ से नीचे गया तो सोचो कि आदमी चला गया। यहाँ से वही रास्ता ही बहुत फिसलन भरा है ना, बहुत आराम से चलना पड़ता है, नहीं तो एक बार गया तो गया, फिर आने का कोई चांस भी नहीं है। हाँ, ऐसा रास्ता है, देखिए आप देख सकते हैं। र गाइस अहिले हामी खोला चाहिँ पुग्यो है, तर है खोला त हामी पुग्यो, ब्रिज खोला है, तर है के भयो भन्दा चाहिँ प्रब्लम चाहिँ के रहेछ भन्दा चाहिँ हाम्रो त्यो जुन पानी खाने पानी छ, पानी खाने पाइप छ, त्यो चाहिँ रातिको भलले बगाएर चाहिँ उहाँदेखि ओह्रालो झारिरहेको रहेछ। यो खोलादेखि उतल रहेछ, ऊ तलको लडिरहेको पाइप हो। अब यसलाई चाहिँ तानेर चाहिँ उकालो बनाउनु पर्छ फेरि। हेर्नुहोस् है अब The water is so cold. पानी एकदमै चिसो छ यहाँनिर। तपाईले चिसो पानी, तर जब तपाई खोलामा हुनुहुन्छ you will be like, oh my god, there will be so much serenity. एकदम त्यहाँनिर शान्ति से आनन्द हुन्छ। तपाईले कल्पना पनि गर्न सक्नुहुँदैन है, सोच पनि सक्नुहुँदैन, त्यस्तो खालको पिस पाउनुहुन्छ खोलातिर, यानि कि नेचरसँग जोडिँदाखेरि। एन्ड तर मैले पानी चाहिँ बनाइसकेको छुइनँ गाइज, पाइप अझै तानिरहेको छु मैले। हेर्नुहोस् है, दिस इज ए नेचुरल ब्रिज। किप्लिने रहेछ, होस् डोन्ट टेक रिस्क। खोला बग्छ कहाँ मन जान्छ उतैतिर, खोला बग्छ कहाँ मन जान्छ उतैतिर, जब आउँछ खोलामा हामी भेट्छौँ तिम्रो यादमा। वाह 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 वाह। हल्का मत खोला भी लाइक, ओ माई गॉड, सो मच। दिस इज कॉल्ड अम्बके द। यो चाहिँ अम्बके द भन्छ रहेछ, तर मलाई याद छैन किन अम्बके द भन्छ भनेर। यु क्यान सी अम्बके द है, लाइक दिस इज अम्बके द। यु क्यान वाच है, यु क्यान सी, यु क्यान कम एन्ड सी है, लाइक इट इज इन द डिप इनसाइड द फरेस्ट, यानि कि जङ्गलको बिचहरूमा छ यो फरेस्ट, यो द चाहिँ। अहिले बर्खा छैन, बर्खाको टाइममा यो एकदमै ठुलो हुनेछ, त्यति बेला तपाईँलाई पौडी खेल्न हेर्नु मजा हुनेछ।
गाइस अहिले चाहिँ पानी आइसकेको छ घरमा र म चाहिँ अहिले बारीतर्फ लागिरहेको छु। यु क्यान सी मी, यु क्यान वाच मी भन्नु मिलेन। यो चाहिँ तपाईँको ग्रिन हाउस है। यो चाहिँ तपाईँको ग्रिन हाउस र यो चाहिँ जलबेरा भन्छ यसलाई चाहिँ। हेर्नुहोस् यसको फुलहरू हेर्नुहोस् कसरी चाहिँ फुल्दो रहेछ। एन्ड दिस इज वाइट जलबेरा एन्ड दिस इज रेड जलबेरा एन्ड अगेन वाइट। यसरी नै उपर ओरेन्जहरू पनि छ, येल्लो छ, तपाईँले हेर्न सक्नुहुन्छ। जलबेरा चाहिँ यसरी हुन्छ है। यो चाहिँ ग्रिन हाउसभित्र मात्रै हुने कुरा। जलबेरा चाहिँ इट क्यानट बी सर्भाइभ आउटसाइड द ग्रिन हाउस। यो बाहिर ग्रिन हाउसदेखि बाहिर चाहिँ यसको फुलपाती हुन सक्दैन। यो चाहिँ जहाँनिर चाहिँ घाम र पानीको मोइस्चरहरू मिलेको हुन्छ त्यहाँनिर मात्र यो हुने गरिन्छ। र आज चाहिँ मेरो के काम रहेछ भनेदेखिलाई, मेरो काम चाहिँ रहेछ यो बारी यहाँदेखि लिएर उपरसम्म कोरेर खन्नुपर्ने। अब यहाँ गाडामा चाहिँ काँक्रा रोपिरहेको छ। उयो हेर्नुहोस् काँक्राहरूको ड्याङ ड्याङ भइसकेको छ। अब यो डल्लै काँक्रा रोप्नुपर्ने हो। एन्ड दिस इज लसुन गार्लिक, दिस इज गार्लिक। यु क्यान सी दिस इज गार्लिक एन्ड यु क्यान सी। अब यो गरा चाहिँ मैले खन्नुपर्ने हो है। वेन आई युज टु बी एट होम आई युज टु वक बेयर फुट है। मलाई खाली खुट्टा हिँड्नु मन लाग्छ। अन्त यो चाहिँ हो तपाईँको अब यो उपरदेखि लिएर उपरसम्म भएको यो डल्लै। अब पहिला यो गोडेर यसलाई चाहिँ मैले गोडेर अन्त यसको चाहिँ अब के गर्नुपर्ने हो, खन्नुपर्ने हो। अब हेर्दै जाउँ अब सकेसम्म गरिन्छ होइन। बट आई विल डु माई बेस्ट भन्नु त ल। सो कन्टिन्यू वाचिङ विथ मी। ओके गाइज। अन्त आधी चाहिँ खानिसकेँ। आधी खनिसकेर आधी यो गरिसकेँ। मलहरू सबै भइसक्यो। अब खन्नु बाँकी मात्रै छ। यो चाहिँ अब मल छोडेर यसको माथि चाहिँ के गर्नु छ, के पो मकै लगाउनु बाँकी मात्रै रहेको छ। अब प्राय सकिसक्यो। उपरको मात्रै रह्यो। अब यति चाहिँ डल्लै सक्यो। र अहिले भने चाहिँ म खाना खानु गएको, भोक लाग्यो है मलाई। सो ल्या स्विच अफ भइसक्यो त्यस्तै। 1 बजिसकेछ, 1 PM भइसकेछ। सो द्याट्स वाइ आइ एम फिलिङ हङ्ग्री। सो नाउ आइ एम गोइङ टु इट सम राइस एन्ड लेट्स सी। ओके र गाइज अहिले भने चाहिँ खाजा खानु आँटेको छु है मैले। खाना हल्का ब्रेकफास्ट हल्का लन्च हेर्न सक्नुहुन्छ। बेसी छैन, कम्ती छ। यो सानो कराई हो। यो चाहिँ कम्ती, भेरी भेरी स्मल एमाउन्ट। हेर्नुहोस् यो चाहिँ कम्ती हो। अब यसलाई चाहिँ म खान आँटेको छु। ओके लेट्स सी। ओके र गाइस अहिले चाहिँ भने हल्का लन्च गरिसक्यो है। हेर्नुहोस् तपाईँले। अन्त यो चाहिँ सानो कराईमा म बेसी खान सक्दिनँ। म यत्रो कराईको चाहिँ 1 कराई चाहिँ खान सक्छु। त्यहाँदेखि बेसी चाहिँ म खान सक्दिनँ है। किनभने त्यहाँदेखिको चाहिँ मेरो लिमिट छ। यति चाहिँ म टक्कै खान सक्छु। सो यति चाहिँ मेरो हल्का खान सक्छु। अब खाना खाइसकेँ। अब फेरि पनि अलिकति काम छ त्यो गरेर त्यहाँदेखि के हुन्छ हेर्नुपर्छ। सो स्टे ट्युन विथ मी।